साथीहरु नमस्ते एन्ड नेहा ब्लग च्यानलमा हजुरहरूलाई स्वागत छ भन्दै आज पनि म नयाँ ब्लग लिएर आइसकेको छु। अनि आज चाहिँ हामीहरू खाजा चटपटी बनाएर खान आँटेको छौँ। अनि चटपटी चाहिँ म आफू बनाउनु दिन्छु, कसरी बनाउँछु अन्तिमसम्म हेर्नु होला सबैजनाले। अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन अनि प्लिज सबैजनाले गरेर सब्सक्राइब गरिदिनु होला। अनि कस्तो हुन्छ के हुन्छ सबै कमेन्टमा भनिदिनु होला। मलाई चाहिँ ब्लग बनाउन पनि आउँदैन, यसो अलिअलि भर्खर बनाउन ट्राई गर्दैछु, सबैजनाले अन्तिमसम्म हेर्नु होला भन्दै अब चटपटी बनाउन गइरहेको छु, हेर्नु होला। हेलो साथीहरु, म चाहिँ अब चटपटी बनाउन आँटेको छु, पसलभित्र छु, अब हेर्दै जानु होला। अब आजको खाजा चाहिँ हामीहरू चटपटी खाँदैछौँ। अनि चटपटी चाहिँ म बनाउन गइरहेको छु, कस्तो बनाउँदैछु सबैजनाले हेर्नु होला। अनि बहिनी चाहिँ उता डान्स सिक्नको लागि गएको चाहिँ उसको लागि चाहिँ बनाएर राखिदिनुहोस्, उसो सक्छ होला। त्यही पनि अब उसिना त उसिना गिलो बनाउने होइन, सुक्खा बनाउने हो नि त, त्यही भएर अब म पानी पर्न आँटेको छ, ठुलो चटपटी बनाउन आँटेको छु या छिटो छिटो। अब हेर्नु होला कस्तो बनाउँदिरहेछु मैले चटपटी, मिठो हुन्छ किनभने सानो पनि खासै धेर छैन, हल्का अलिअलि छ, हेर्नु होला है त। अब मोबाइल चाहिँ यहाँ राख्नु पर्यो, कति बेरसम्मको हुन्छ, चक्कर गर्दै गएर जस्तो हुन्छ। अब यो चाहिँ भयो, मैले पिरो त खानुहुन्न, पिरो नाली बनाउने हो। चाहिँ भयो काँक्रो काट्न गइरहेको छु पहिले, सबैभन्दा फर्स्टमा चाहिँ पहिलो चटपट एकैचोटि 10-12 जनालाई बनाएको मान्छे हो कि म, तर अब अहिले चाहिँ चटपटे यस्तो चक्कु नसमाएको लगभग 2 महिनै हुन आँटिसकेको छ। आज फर्स्ट टाइम काट्दैछु, प्याज काट्दा सायद मेरो आँखाबाट आँसु झर्छ होला, मलाई थाहा छ, माइन्ड नगरिदिनु होला। अनि यो चाहिँ हाम्रो मम्मीहरूको सानो पसल हो, आफ्नै घरमा सानो पसल भनौँ न, पसल त होइन पसलै हो हुन त, गाउँमा हो नि त, गाउँमा धेरै ठुलो पसल राख्यो भने पुग्दैन, सबै मान्छेहरू सामान किन्न चोक जानुहुन्छ। भनेको अलिअलि यस्तो पुग्दा केही चिज सकिहाल्यो भने गर ल्याउँ न त भन्ने मात्र हो, त्यही भएर कस्तो मान्नु उहाँहरू मात्र आउनुहुन्छ। अझै लास्टै ढिलो छु के, ढिलो त ढिलो, बानी बिग्रिसकेको छ, अहिले हात पनि काट्न सक्छ है साथीहरू। एक्लै छु अहिले, यहाँ पानी पर्न लागेको रे, मम्मी र भाइ चाहिँ म त उठाउन जानु भइसक्यो, न भाइ पनि थियो, मम्मी पनि हुनुहुन्थ्यो, मम्मी पनि हुनुहुन्न, माथि माथि हुनुपर्छ। पानी परे पनि हुन्छ कि राम गर्मी, यस्तो गर्मी छ नि, यस्तो गर्मी छ नि तपाईँहरू त। काँक्रो पनि काटिसकेँ, अब टमाटर काट्दैछु, टमाटर सायद मेरो फेस चाहिँ लेखेको पनि छ कि छैन, फेरि सानो नै छ कि यो अलिक उयो चाहिँ। टमाटर हालेको चाहिँ मलाई मिठो लाग्छ, हजुरहरूलाई कस्तो लाग्छ थाहा भएन, म चाहिँ लास्टै ढिलो छु कि, काट्नु त बिर्सिसकेको छु, बिस्तारै बानी हुनुपर्छ होला सायद गर्नु। म काटिसकेँ, मैले खोर्सानी त खानु हुँदैन, यो 2टा खोर्सानी चाहिँ हाल्दैछु, तर यो पिरो हुन्न के खोर्सानी, अलिअलि खोर्सानी हालेर भन्छ मिठै हुँदैन, त्यही भएर यो पिरै छैन कि, सानो खोर्सानीको कलिलो, त्यही भएर पनि हो खोर्सानी छानेर खाने हो, अर्को धुले खोर्सानी अजिना नहालेपछि त छानेर खाँदा पनि भइजान्छ। प्याज काट्दैछु कि, प्याज चाहिँ साह्रै आँखा पोल्ने खालको चाहिँ रहेन रहेछ, रुन्छु कि जस्तो फिल्ड भइरहेको थियो मलाई, तर रुन्न। चटपट बनाउँदैछु, कोपी काटेको कि बन्दा कोपी, आलु चाहिँ छैन है साथीहरू, आलु उसलेको छैन, आलु अनि चना मटर चाहिँ छैन, मटर चाहिँ मैले अर्कै एड गर्न खोजेको छु। नेपाली हो नि त, त्यही भएर इङ्ग्लिस बोल्न आउँदैन, नेपाली भएर नेपाली बोल्नुपर्छ, इङ्ग्लिस बोल्नु ठाउँ हुन्छ, समय हुन्छ, अहिले चाहिँ नेपाली नै बोलिरहेको छु, तपाईँहरूले सुनिरहनु भएको होला। अब
यो हाल्दैछु कुकुरे अर्को यो हाल्दैछु टाउको हाल्दैछु एउटा यो मटर हाल्नेछु मजाको अब यो बाँकी छ र पहिले चाहिँ के हाल्नुको बात भएको म चाहिँ सबैभन्दा सुरुमा चाहिँ यही हाल्नेछु पक्नु एकैछिन के हुनसक्छ कि सिरो अजिनासँग अजिना हाल्नै पर्यो हालिकन बनाएको त मिठो हुँदैन यो हालिसकेँ मैले चाहिँ यो कुरकुरे हाल्दैछु म चाहिँ लास्टै ढिली छु क्या ढिली चाख्नु पर्यो क्या चटपटी हाल्दा राम्रो नहुने हो कि त्यस्तो भइरहेको दुईवटा मिक्स हुँदो रहेछ यस्तो यो पनि अगतिलो गरेर हाल्दैछ नि मटर चाहिँ छैन त्यही भएर यही मटर हजुर मटर हामीहरूले किनभने मटर भिजाएकै थिएन मटर भिजाएको चाउचाउ कस्तो टाउको हालेको पापड पुरै सकिरहेको रहेछ अहिले खुलाकै छैन अरे अनि अब नभएको के गर्नु हाल्नै पर्यो ए हो कति साह्रो गाह्रो परेको मलाई खोल्नु भन्नु एकदमै गाह्रो हुन्छ कि यो त्यसरी मैले यति धेरै थोक हालिसकेँ कि आज यहाँनिर नै हुन्छ होला यति थोक हालेको जस्तो होइन अनि भुजा एड गर्न लागेको छु यो दुई सबैको लागि आज मैले बनाएको कस्तो हुन्छ हजुरहरूले हेर्नु होला अन्तिमसम्म तिन पुरा त अहिले पाउँला न यसमा छ नुन पनि अटकल्न आउन छोडे जस्तो छ मलाई त यसमा छ यो मलाई थाहा छैन यसमा कालो धनियाँ कालो धुलो रहेछ यसमा चाहिँ बनाउँदैछु सकेकै छुइनँ तेल लिएर आएछ तेल हाल्न आँटेपछि तेल त्यहाँ भिडियो छेकिएर आएको छ गएको तेल हाल्दैछु 18 पो तेल हाल्ने कसरी हाल्ने कति हाल्ने भनेर जाऊ त एकचोटि सानलाई हेरेर हो सानो गर्दैछु अहिले भर्खर हेऱ्यौ म चाहिँ घोल्दैछु नि घोल्न लागेको हालेपछि त्यसमा प्लेटमा हालेपछि देख्नुहुनेछ मैले बनाएको चटपट हेर्दै खानु लाग्ने छ होला पढ्यो पानी आउँछ होला सायद आउन मिठोपट्टि हेर्नु यस्तो चटपटे बनाएको छु भनेर थाहा पाउनु हुनेछ तपाईँ हेरिसकेपछि चाहिँ देखेँ कि देखेन अब थालमा हालेपछि देखिहाल्नु हुनेछ यहाँ हाल्दैछु हाल्न त हालेँ अब देखेँ कि देख्दैन चटपट आजको मिठो यमी भएको रहेछ पऱ्यो त एकचोटि हेर्नु है गाइज कस्तो भएको छ आजको चटनीले सबै
एउटै थालमा एड गरिरहेको छु किनभने यहाँ धेरै गरम भइसक्यो उता जाने हो अनि सबै बुटुकामा हालेर खाने हो चटपट यस्तो भइसकेको चटपट चाहिँ अब मैले चाहिँ चटपटे बनाएर ल्याइसकेँ मम्मी खानु त कस्तो भयो चटपटे कस्तो छ मिठो छ है तिमी खाऊ त तिमी कस्तो खानु त आउनु म पनि चटपटे खानु लागेको छु मिठो छ एकदम मिठो नहालेर सादा चटपटे खा मिठो छ गाई चटपटे चाहिँ आजको लागि चाहिँ यति नै बाई साथीहरू अब यस्तो यस्तै नयाँ नयाँ चटपटे खाउने भए चाहिँ हाम्रो गाउँमा आउनु होला गाइज आउनु अब ड्युटी जानुहुन्छ 30 को एक थाल यति मिठो छ सबैजना आउनु होला चटपटे खानको लागि मैले बनाएको घरमै आएर खाएको अनि अब चाहिँ मिठो छ गाइज बाई साथीहरू अन्तिमसम्म भिडियो ब्लग हेरिदिनु होला भन्दै अब हामीहरू बिदा हुन जान्छौँ बाई अनि सबैजनाले सब्स्क्राइब गरिदिनु बाई भनेर सब्स्क्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला बाई